म अहिले कसरी गाउँ मिथिला बिहारी मन्दिर निर छु हैन। यहाँ हाम्रो भाइ बहिनीहरूले यहाँ पढ्न जानलाई तयार भइराख्नु भएको छ। पढ्न जानको लागि तयार भएर बस्नु भएको छ। यही बीचमा म यहाँ आइपुगेँ र भाइ बहिनीहरूसँग म केही 2-4 कुरा सोध्न चाहन्छु। बहिनी, तपाईको भविष्य कसको हातमा? मेरो हातमा। तपाईको हातमा? भाइ, तपाईको भविष्य कसको हातमा? तपाईको हातमा। भाइ, तपाई भन्नुस्, तपाईको भविष्य कसको हातमा? मेरो हातमा। एकदम सही कुरा हो। यदि हामीले राम्रो काम गर्यो भने हाम्रो हातमा भविष्य एकदम सही कुरा हो। यो कुराको जानकारी हामी राम्रो गरिरहेछौँ या नराम्रो गरिरहेछौँ, यो कुराको जानकारी कसरी थाहा पाउने? तपाईको हातमा भन्नुभयो, एकदम सही कुरा हो। तर यो कुरा तपाई गलत रास्तामा जानु भएको छ कि सही रास्तामा जानु भएको छ, यो कुरा कसले बताइदिन्छ तपाईले? घरको प्यारेन्ट्सले। एकदम सही कुरा। मातापिताले हामीलाई पहिलो गुरु मातापिता हुनुहुन्छ। हाम्रो मातापिताले हैन, हाम्रो आमा बुवाले हामीलाई राम्रो कुरा सिकाउनुहुन्छ हैन। त्यसपछि को हामीलाई राम्रो कुरा सिकाउने? गुरु। त्यही भएर यदि हाम्रो भविष्यको लागि हामीले राम्रो काम गरौँ, यो राम्रो यो नराम्रो यदि गुरुले छुट्याइदिनु भएको छ भने, मातापिताले छुट्याइदिनु भएको छ भने के भयो त? हाम्रो भविष्य कसको हातमा भयो? हाम्रो हातमा कसरी भयो? हाम्रो मातापिताको हातमा भयो। ठिक छ, हाम्रो मातापिताको हातमा भयो। त्यसपछि कसको हातमा भयो सर? गुरुको हातमा। यो कुरा मान्छे विद्यार्थीले पनि बुझिरहेको छैन र समाजको मान्छेले पनि गुरुलाई बिर्सिराखेको छ है। त्यही भएर म तपाईहरुसँग भिडियो बनाउन खोजेको है। त्यही भएर हाम्रो भविष्य वा समाजको पनि भविष्य कसको हातमा छ? गुरुको हातमा, जसले हामीलाई हाम्रो भित्र ज्ञान भर्छ हैन, हामीलाई राम्रो कुरा सिकाउँछ। ल अब बुझ्नुभयो त? हाम्रो भविष्य कसको हातमा? गुरुको हातमा र मातापिताको हातमा। यदि सही समयमा मातापिताले सही ज्ञान दियो र गुरुले पनि सही ज्ञान दिन सक्नुभयो भने विद्यार्थी वा जो पनि राम्रो हुन्छ नै। यो कुरा म स्पष्ट रूपले भन्न चाहन्छु र यति भन्दै म आफ्नो भिडियो अन्त गर्न चाहन्छु। तपाईहरु यो मेरो च्यानल छ चेतना मन्थन हैन, यसमा सर्च गर्नुस् र म यसरी आम्ने सामने कुरा गर्छु है। जसरी तपाई भेट्नुभयो त्यस्तै मेरो आम्ने सामनेको कुरा हुन्छ। यसबाट तपाई भिडियो हेर्नुभयो भने तपाईको ज्ञान अगाडि बढ्छ, ज्ञान बढ्नमा सहयोग गर्छ है। धन्यवाद। राम राम।